तपाईँ त्यहाँ उभिनुभयो अरूलाई चाहिँ जलाउन पठाउनु होइन सुन्नु न फेरि अब यही मात्रै काटिदिन्छन् क्या यसो नगर्नु होला तर तपाईँको निधारमा तपाईँ फेरि निधार कति भन्ने छ होइन तपाईँको निधारमा कलङ्कको टिका त लाग्यो दाइले एकपल्ट प्रश्न गर्नुभएको थियो होइन तपाईँलाई मलाई प्रश्न गर्नुभएको थियो अघिल्लो अन्तर्वार्ता चुनावभन्दा तपाईँसँगको मेरो दोस्रो अन्तर्वार्ता चुनावभन्दा अगाडि नै भएको थियो त्यो प्रश्नमा के गर्नुभएको थियो भने मलाई पनि प्रश्न खुकुला हुनुपर्छ हल्का हुनुपर्छ पहिले नै सोधेको हुनुपर्छ भन्ने चाहिँ लाग्दैन किनभने कहिले कुनै पनि अन्तर्वार्तामा जाँदाखेरि कहिलेकाहीँ के विषय भन्ने चाहिँ सोध्न सक्छु होइन नि प्रश्न कसैलाई के प्रश्न सोध्नुहुन्छ भने मैले सोध्ने गरे पनि छैन किनभने त्यो नेचुरल नै आओस् प्राकृतिक रूपमै आओस् भन्ने लाग्छ दाइले मलाई प्रश्न गर्नुभयो होइन सिंहदरबार जलाउने विषयको लिएर तपाईँ पनि हो नि भनेर ठ्याक्क तपाईँ पनि भने तपाईँ मतियार हो भने तपाईँ मतियार हो भन्नुभयो ठ्याक्क काटेर त्यो मैले के जवाब दिएँ आजसम्म मैले त्यो भाइरल पोस्टरमा कहिले पनि देख्न पाएको छैन त्यो प्रश्न यसरी भाइरल भइदियो र त्यो प्रश्न आएपछि मान्छेहरू यसरी प्रभोक भइदिए कि उनीहरूले मैले 23 गते खिचेर आफैले हालेको फोटोलाई पनि तोड मरोड गरेर 24 गते देखिस् ओली तेरो सिंहदरबार जलाएको भनेर राख्यो र हुँदा कहाँसम्म पुग्यो त्यो कुरा भने मानवाधिकार आयोगले मेरोसम्म नाम लेखेर विभिन्न किसिमका टीका टिप्पणी भएकाले उहाँमाथि पनि अनुसन्धान होस् भनेर लेखियो त्यो प्रश्नको त्यो सुरुवात त्यही प्रश्नबाट भयो भनेपछि तपाईँको आरोप यस्तो हो तपाईँले यो प्रश्न नसोधेको भए सम्भवतः मानवाधिकार आयोगले मेरो नाम पनि सिंहदरबार जलाउन या यो घटना गराउन उक्साउने सांसदहरूको सूचीमा राख्दैन थियो भन्ने हो नहुन सक्थ्यो होइन किनभने यसरी प्रभाव भयो मान्छेहरू होइन र मानवाधिकार आयोगले केही भनेको छैन प्रमाण समान हो हुन त त्यो सारांश हो 10,000 पृष्ठको छ भन्छन् त्यसमा विभिन्न टीका टिप्पणी भएकाले भनेको छ क्या अब टीका टिप्पणी कहाँ भयो भने भनेको छैन अब टीका टिप्पणीको सुरुवात त्यही प्रश्नबाट भयो होला भने प्रश्न तपाईँलाई मैले सोध्ने प्रश्न चाहिँ पत्रकारका रूपमा अहिले अब पत्रकारिता नै अलिकति त्यति सङ्कुचनमा छ विश्वास पनि गर्दैनन् होइन एकदमै कम छ अलिक बढी विश्वास गर्नेहरूमा तपाईँहरूको नाम पर्छ त्यो आउँदाखेरि तपाईँलाई चाहिँ कस्तो अनुभव भयो क्या तपाईँले त्यसलाई फलोअप गर्नुभयो कि भएन भइहाल्यो भनेर छोडिदिनु भयो कि एउटा फहत प्रश्नकै रूपमा अथवा त्यो प्रश्नबाट यहाँसम्म आयो भन्ने तपाईँलाई जानकारी नै थिएन कि अथवा जानकारी अहिले पाउँदाखेरि तपाईँलाई ओहो त्यो प्रश्न चाहिँ यसरी पनि बिग्रिँदो रहेछ भनेर तपाईँले प्रश्न बिग्रेको रूपमा लिनुहुन्छ कि कसरी लिनुहुन्छ यो चाहिँ मेरो तपाईँलाई प्रश्न भयो यसमा गणेशजी 2-3टा कुरा छ एउटा हामी भिडियो काटेर कसरी भाइरल बनाउँछौँ या त्यसको पुरैमा किन जाँदैन भन्ने चिजको तपाईँसँग जस्तै त्यो पीडा मसँग छ होइन जस्तै त्यो चाहिँ मैले अर्को एउटा फरक कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र पाण्डे लगायतसँग गरेको कार्यक्रम थियो त्यहाँ मैले उहाँलाई सोधेको प्रश्न के थियो भने राजेन्द्र लिङ्गदेनले कङ्ग्रेसको महाधिवेशन उद्घाटनको ठाउँमा गएर भ्रकुटी मण्डपमा गाउँतिर जाँदा नेताहरू चोर हो भन्छन् भनेर जे बोल्नु भएको थियो त्यसैलाई टिपेर होइन नेताहरूलाई आजको दिनमा चोर भन्छन् भनेपछि उहाँले मलाई प्रति प्रश्न फर्काउनु भयो त्यसो भए पत्रकार पनि सबै चोर हुन् पत्रकारलाई पनि चोर भन्छन् पत्रकारको आम्दानीको स्रोत के हो उनीहरूले कति कर तिर्छन् त्यसको चाहिँ छानबिन हुनुपर्छ कि पर्दैन भनेर उहाँले मलाई सोध्नुभयो मैले चाहिँ त्यति मात्रै काट्यो त्यति काटेर यति भाइरल बनाइयो र के भनियो भने देखिस् राजेन्द्र पाण्डे खुब अरूलाई र्याखर्याख बनाउँथ्यो तँलाई सुरेन्द्र पाण्डेले भ्याइदियो अब तेरो सम्पत्ति छानबिन गर्नुपर्छ उहाँले के हेर्नु भएन भने त्यो पछि मैले उहाँलाई दिएको जवाब के थियो भने पर्छ सबै पत्रकार चोर होइनन् पत्रकार सबै दुधले नुहाएका होइनन् पत्रकारहरूको छानबिन सुरु गरौँ तर त्यो प्रश्न उठिसकेपछि मबाट सुरु गरौँ न मबाट सुरु गरौँ भनेको पाठ चाहिँ हालिएन तपाईँलाई र मलाई भएको चिज एउटै दुईजनै पीडित भयो होइन त अब दोस्रो तपाईँले भनेको चाहिँ त्यसलाई फलोअप गर्नुभयो गर्नु भएन भन्ने कुरा चाहिँ मलाई के अनुभूत छ भने म राम्रो प्रश्नकर्ता होइन भन्ने मलाई थाहा छ तर म राम्रो प्रश्न गर्न या सान्दर्भिक प्रश्न गर्न कोसिस गर्छु भन्ने मलाई थाहा छ र म त्यो प्रयास गर्छु होइन मैले आफूले सोधेका प्रश्नहरूले कसको जीवनमा या नीति बनाउने ठाउँमा कति प्रभाव पर्यो भनेर चाहिँ म हेक्का गर्छु र फलोअप पनि गर्छु तर मलाई एउटा चिज चाहिँ अनुभूत थिएन म सत्य ठाउँमा उभिएर भन्छु त्यो चाहिँ त्यही प्रश्न झाङ्गिँदै गएर गणेश कार्कीलाई फोटोसहित होइन यी सिंहदरबार जलाउन उक्साउने सांसदहरू भनेर जसरी नाम आयो त्यसको रुट चाहिँ त्यहाँबाट हो भन्ने थाहा थियो मिडिया मौन अवधिको अघिल्लो दिन एउटा मिडियामा कभर पेजमै आइदियो हो मैले हेरेँ न मलाई प्रश्न सोध्यो यस्तो आएको छ नि तपाईँलाई भनेर होइन न त्यहाँ केही प्रमाण छ
त्यही फोटो हाल्थेर तर तपाईँ सिंहदरबार जलाउन त गएको नि त होइन 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 24 गते कहाँ हुनु मेरो न स्वभाव हो न मेरो आदर्श हो मलाई पनि त्यस्तो होइन लाग्छ मेरो त्यो हिंसा मेरो 24 गते कहाँ हुनुहुन्थ्यो तपाईँ 24 गते म ठ्याक्कै तपाईँलाई भन्छु 24 गते बिहानै मलाई कल आयो केही पत्रकारहरूबाट 3 जना कि 4 जनाबाट र केही प्रहरीका माथिल्लै पोस्टबाट के आयो भने एउटा पक्राउको सूची छ त्यसमा तपाईँको नाम छ एक्लै नबस्नुहोस् है कम्ती जानकारी चाहिँ होस् भनेर फोन आयो यसो सोचेँ अब पक्राउनै पर्ने हो भने रोड हिजो गरेको के हो भन्दा त्यो आन्दोलन गरेर त हो कारण त्यही हो होइन जम्मा आन्दोलन गरेर हो त्यो पनि चर्का नारा पनि गरेर लगाएको छैन कहीँ यहाँ ढुङ्गो उठाएको पनि छैन केही पनि गरेको छैन भनेपछि त्यति गर्दा हुन्छ भने त राजनीतिक आस्थाको आधारमा पक्राउ पर्ने किन डर भनेर ल पक्राउ पर्ने भने हिजो जहाँ उभिएर आन्दोलन सभा भएको थिएँ त्यहीँ उभिन्छु भनेर त्यो एभरेस्ट होटलको अगाडिपट्टि बानेश्वरमा उभिनु भनेर गएँ र केही साथीहरू जो थिए भनेको तपाईँ त्यहाँ उभिनु भयो अरूलाई चाहिँ जलाउन पठाउनु होइन सुन्नु न फेरि अब यही मात्रै काटिदिन्छन् क्या अनि त्यहाँ पुगेपछि बिहानै पुगेपछि त अब धेरै थोक बिग्रिन थाल्यो नि त ओली भागे भनिसकेपछि ल अब मिटिङ अब के गर्ने त भनेपछि मिटिङ बस्ने भने त्यही नजिकैको ब्याङ्केट होइन अब त्यो ब्याङ्केट भन्दा त्यो ब्याङ्केट असुरक्षित हुन सक्ला होइन त्यही एभरेस्ट होटलको पछाडिपट्टिको एउटा ब्याङ्केटमा बस्यौँ सबैजना ल के गर्ने भनेर जसले भन्दाखेरि केही असर पर्छ कि भन्ने लागेर त्यहाँ बसेर अब त्यहीँ बसेर गर्दै थियौँ पुलिसहरू भाग्ने खेदाउने देखिरहेको थियौँ होइन अब हामीलाई पनि बाहिर आउनु डर भयो क्या किनभने को मान्छे आन्दोलनमा के छ त थाहा छैन कसैका लागि गणेश कार्की ओहो हाम्रो जिन्जीका लागि बोल्ने मान्छे होला कसैका लागि यो को हो भन्ने होला कसले के गर्छ थाहा छैन कसैको नियन्त्रणमा थिएन अनि ती बसेर छलफल हामी कुरा गर्दा चाहिँ ल के गरेर सम्हाल्ने हाम्रो चाहिँ के थियो भने हामी ती बसेपछि सामान्य फेसबुकदेखि लिएर सबैलाई फोन गर्दै ल अब जितिसक्नु हो घर फर्किनु भनेर हामीले आवाज उठाउँ है फेरि या त जे पनि हुनसक्ने भइसक्यो यहाँ पुलिसै भाग्न थालिसके भनेपछि ल भनेर त्यहाँ छतमा थियौँ हेर्दै संसद भवनमा आगो लाग्न सुरु भयो छतबाट हेर्दा आगो लाग्न सुरु भयो भने गोली चलिरहेको थियो गोली चल्न बन्द भयो र केही बेर पछाडि आगो लाग्न सुरु भयो अब के भनिन्छ त भन्नु नि त्यहाँ के लेख्ने बानेश्वरमा गोली चल्न बन्द भएको छ दर्शीका रूपमा लेखायो नि त त्यो त हेरेको थाहा पाएका रूपमा र हेर्दा धुवा आउन थालेको छ भनेपछि के हो भने संसद भवनमा आगो लाग्न सुरु भएको छ त्यहाँ एउटा गल्ती चाहिँ भयो मैले शब्द छुटाएको थियो अडिक रहनु होला भनेर टुङ्ग्याएँ त्यो शान्तिपूर्ण आन्दोलनमा अडिक रहनु होला भनेर लेखायो क्या त्यो शान्तिपूर्ण आन्दोलन अहिले मिलाएको त्यति बेला होइन त्यो शान्तिपूर्ण आन्दोलनमै हो भन्ने चाहिँ किन बुझिन्छ भने त्योभन्दा अगाडिका तपाईँले 2-3वटा मेरा पोस्ट हेर्नुभयो भने त्योभन्दा पछाडिका पोस्टहरू हेर्नुभयो भने ठ्याक्कै थाहा भइहाल्छ क्या किनभने अगाडि पनि लेखेको छु शान्तिपूर्ण आन्दोलनमै उभियौँ है शान्तिमै उभियौँ भनेर त पटक लेखेको जेनजी आन्दोलन उक्साउने मान्छे तपाईँ हो समर्थक तर तपाईँले जलाउन लेखेको भन्ने त मैले भनेको छैन उक्साउने त आन्दोलनका लागि उक्साउने होइन क्या आन्दोलनका लागि आह्वान गर्दाखेरि समर्थन गर्ने त सामान्य कुरा हो नि समग्रमा तपाईँमाथिको आजको आरोप चाहिँ तपाईँले यहाँ तानिहाल्नुभयो होइन तपाईँमाथिको आरोप चाहिँ मानवाधिकार आयोगको रिपोर्ट आएपछि त अझ मान्छेले के भन्यो भने मोरङ 3 मा पनि चुनाव हुन्छ त्यो रिपोर्ट आएको होइन नि होइन त्यो सारांशमा त्यो आएको त्यो रिपोर्ट त 10,000 पृष्ठको छ अरे त्यो त अहिले पनि बुझाएको छैन जस मानिसको बुझाइ चाहिँ के भयो भने झन्डै 16 जना निर्वाचित सांसदहरू उनीहरूको पद जानेछ मानवाधिकार आयोगको रिपोर्ट त सरकारले अनिवार्य कार्यान्वयन गर्नुपर्छ गरेन भने इन्टरनेसनल आर्बिट्रेरीमा जान्छ होइन तपाईँहरू विदेश भ्रमण गर्न पनि पाउनुहुन्न तपाईँहरूको त कुमार लामाको हालत हुन्छ डर लाग्दैन म त एक त विदेश जाने भन्ने कुराले त फरकै पर्दैन किनभने विदेश बसेरै यो संसारकै सबैभन्दा सुखी देश भन्ने देशमै 7 वर्ष बसेर पनि सुखी नभएर यही देशमै सुखी हुने रहेछ भनेर आएको मान्छे यो देश दुखी बनाउन आएको होइन यो देश सुखी नै बनाउन आएको तर देश सुखी बनाउन आएको होइन आफ्नो यो देश जलाउने मतिहार भन्नुभयो हेर्नु त तपाईँ आफै भन्नुहुन्छ म होइन है दाइ होइन यो है दाइ तर तपाईँको निधारमा तपाईँ फेरि निधार कति भन्ने छ होइन तपाईँको निधारमा कलङ्कको टीका त लाग्यो होइन कलङ्कको होइन त्यो गौरवशाली टीका किन हुन्छ भने कुशासनको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दाखेरि सडकमा उभिएको मान्छे उहाँ चर्का नारा लगाएको छैन होइन जेनजी आन्दोलनको मकसदमाथि त कसैले प्रश्नै गरेको छैन त्यही मकसदमा आधारित भएर त उभिएको हुँ म त्यहाँ तपाईँले गोली त्यसरी चल्छ त्यसरी विध्वंस हुन्छ भने भए तपाईँले गणेश कार्कीलाई त्यहाँ सडकमा देख्नुहुन्थ्यो होला र त्यो ठाउँमा त म हुँदै हुन्न थिएँ नि भनेपछि शान्तिपूर्ण आन्दोलन गर्ने यो चाहिँ के हुन्छ भने
तपाईँ सधैँ जवाफ दिएर हिँड्न सक्नुहुन्न, म सधैँ प्रश्न सोधेर बस्न सक्दिनँ। समयकाल बग्दै जाँदा के भनेर जान्छ भने त्यो मानवदेखि आएको 10,000 पृष्ठ पनि आउँछ, ती समाचारमा छापिएका चिज पनि आउँछ, यी अन्तर्वार्ताका काटिएका मिम्स र क्लिप्सहरू पनि आउँछन् र आउने पुस्ताले के सम्झिन्छ भने हाम्रो सिंहदरबार पोल्ने मान्छे चाहिँ यो रहेछ, त्यो दारी भएको तालु भएको मान्छे त्यसले पोल्या रहेछ, हाम्रो सर्वोच्च अदालत आगो लाउने त त्यो रहेछ, हाम्रो संसद भवन पोल्न उक्साउने त त्यो रहेछ भन्ने चिज भन्ने भयो। हुँदैन, किनभने अनुसन्धान हुन्छ, अनुसन्धान ममाथि पनि हुन्छ। होइन, यो सरकारी अनुसन्धान हो, यो सरकारी अनुसन्धानमा तपाईँलाई क्लिन चिट दिन्छ अरे, किनभने यो 23 को मात्रै कुरा गर्छ अरे, 24 लाई बिर्सिदिन्छ अरे। होइन होइन, फेरि यही भन्नको लागि गणेश कार्यालय चाहिँ अपराधी नै साबित गराउनुपर्छ भनेर उक्साउन मिल्दैन होइन। तर के हो भने आउँदो पुस्ताले कसरी सम्झियोस्, कसरी सम्झिन्छ भन्ने कुरामा म छु भने मलाई यो 5 वर्षलाई काम हुन दिएको छ, संसदीय भूमिका निभायो भनेर दिएको छ र 5 वर्ष त तपाईँले भूमिका निर्वाह गर्नै पाउनुहुन्न। के हुँदा मात्रै पाउनुहुन्छ भने यो सरकारले मानवाधिकार आयोगको प्रतिवेदन पनि नटेर्न पनि सक्छ, किन यो सरकार आफूलाई संविधानभन्दा माथि ठान्छ, प्रधानमन्त्रीज्यू संसदभन्दा आफू माथि हो भन्ने ठान्नुहुन्छ। ठान्नुहुन्न, त्यसो ठान्नुहुन्छ, त्यसो छैन। त्यसो हुँदा अनुसन्धान सबै माथि हुन्छ, पहिले त्यो पुरा पाठ त उहाँ माथि नै हुनुपर्छ नि अनुसन्धान। त्यो त आउँछ, त्यो त सबै माथि हुन्छ नि, उहाँलाई त जोगाइएको छ, त्यो त सबै माथि होला होइन। जोगाउन त्यो आन्दोलनमा जानका लागि सबभन्दा उक्साउने मान्छेको नाम त बालन शाह हो नि। मलाई त्यस्तो लाग्दैन। उहाँले स्ट्याटसले आज त बालन शाह भने चाहिँ यस्तो प्राणी हो, पक्नुहोस् न, बालन शाह भने चाहिँ यस्तो मान्छे हो कि यसलाई सकारात्मक कि नकारात्मक तपाईँ भन्नुहुन्छ मलाई थाहा छैन, तर बालन शाह एउटा गाडी लिएर सिंहदरबारबाट या बालुवाटारबाट निक्लेर यहाँबाट तपाईँ झापातिर या कञ्चनपुरतिर जानुभयो भने बाटोमा कहीँ पनि टेक्ने ठाउँ हुँदैन, उहाँलाई हेर्न र भेट्नलाई त्यति मान्छे लाइन लाग्छन्, भिड लाग्छन् होला। तर त्यसो दुरुपयोग गर्नुभएको छ उहाँले, मेयर हुँदा पनि त त्यस्तै थियो, कहिले दुरुपयोग गर्नुभयो नि। जस्तै 22 गते बेलुका उहाँले लेखेको स्ट्याटस बिर्सिनु भयो, हुन त तपाईँहरूको त स्ट्याटस जानी जानी मिलाएर एक ठाउँ बसेर लेखा हो नि तपाईँहरूले त। होइन होइन, त्यो उहाँले आफूले लेख्नु भयो, तर त्यो स्ट्याटसमा आन्दोलन गर आगो लगाऊ भन्ने काहीँ पनि छैन। संसद भङ्ग नहुँदासम्म सहमति नगर, आर्मीसँग सहमति गर्न जाऊ, एउटा कुनामा लुकेर सबै निर्देशन दिने त उहाँ नै हो। अनि सबै नै केही पनि बाँकी नरहेको बेला लास्ट रिसोर्टका रूपमा उहाँहरूको विवेकले देखेसम्म यो सबै चाहिँ गरे, त्यो भयो भने देश जोगिन्छ, राष्ट्रियता जोगिन्छ, लोकतन्त्र जोगिन्छ भनेर भनेको हदसम्म ठिक होला। ए संसद खारेज गरेपछि लोकतन्त्र जोगिन्छ? होइन, संसद त आधी खारेज हो नि त, प्रतिनिधि सभा खारेज हो नि, राष्ट्रिय सभा खारेज भयो त, प्रदेश सभा खारेज भएर त्यता नजाउँ। होइन, तपाईँले उठाएको प्रश्न हो यो, आज मेरो प्रश्न थिएन। जसले त्यो सरकारले त्यति फटाइ गर्दा मान्छे मार्दाखेरि त्यो संसदले रोक्न सकेन भने त्यो संसदको काम छैन है भनेर त्यो संसदको ठाउँमा अर्को संसद आउँछ भने हो। मान्छे मार्नु गलत थियो, राष्ट्रिय संरचनाहरू जल्नु गलत हो होइन। त्यसलाई कहिले पनि महानता भनेर पुष्टि गर्नु हुँदैन। तर के हो भने त्यसको कारण के हो चाहिँ खोजिनुपर्छ। तर यो सरकार आफ्ना मान्छे जोगाउँछ, जोगाउँदैन।